रोजो तो गाउँपालिकालाई ग्रेन दोनगो जुगु मलाई रोजुगु जुन आयो समिति रोजुगु रानी लोपन जुगु बेलान्दन फ्याफल्ला nah saya ramil tam yanji thaiji yang si bola ke uthare tangai pangjol tam tala ta धन्यवाद मैले चाहिँ म पूर्वको तालबाट बोल्छु तर बुझ्नुहुन्छ म बोलेको न बोल्नु ठीक छ किन बोल्नु पर्छ भने नेपाल बहुभाषिक मुलुक हो हाम्रो संविधानले सबै भाषालाई राष्ट्रभाषा भनेको छ हो नेपाली भाषा पनि राष्ट्रभाषा हो तामाङ राष्ट्रभाषा हो र बागमती प्रदेश सरकारले यो भाषा सरकारी कामकाजको भाषा हुनेछ भनेर लागू पनि गरिसकेको छ तर आज कसैले पनि तामाङ भाषामा सम्बोधन गरेको पनि देखिन ठ्यापल्ला भनेको पनि सुनिन भनेको यहाँसम्म दुर्गमै छ क्या जिल्ला नि कस्तो अविनाश दुर्गमै लाग्यो छैन तर भन्नु पर्थ्यो के न के बोलेरै प्रयास हुनेवाला भनेपछि नेपालमा 124 भाषाहरू छन् तीमध्ये तामाङ भाषा पनि एउटा हो नेपालको संविधानले नेपालमा बोलिने सबै भाषा राष्ट्रभाषा हुन् भनिसकेपछि सबै मातृ राष्ट्रभाषा हुन् भइसकेपछि अब तपाईहरुले बोल्न सक्छ है तर तपाईले थाहा नहुन सक्छ जब म काठमाडौँमा घुमिरहेको थिएँ आजभन्दा 30 वर्ष अगाडि 46 सालभन्दा अगाडि हामीले कहीँ कुनामा बसेर तामाङ भाषामा केही बोल्यो भने है त्यहाँको प्रशासन यो सरकारी अफिस हो नि भने इच्छा हो नि त त्यहाँ चाहिँ गाई खाने कुरा नगर्नु यो मान्छे खाने कुरा नगर्नु भन्नु अहिले चाहिँ कमसेकम तपाईहरुले यहाँ त्यो भन्न सक्दैन होला नि त भने मैले तपाईले कारबाही गर्न मिल्छ फेरि संविधान दिएको बेला र कयौं मान्छेहरू जेल नियल गएको छ कयौं मान्छेहरू हैन पुर्खाहरू मारेको पनि भाषाको लागि पनि आन्दोलन भयो पूर्वोत्तर विशेष गरी भयो र यसपछि 46 सालको संविधानले 46 सालको आन्दोलनपछि 47 सालको संविधानले पहिलो पल्ट भाषाको बारेमा कुरा उठायो के भन्यो भने नेपाली भाषा नेपाली भने अहिले बोल्ने भाषा तपाई नेपाली हो कि थाहा छैन सरकारले नेपाली भनिदिएको छ तामाङ भन्नु पाइन्छ पनि थाहा छैन नेपालीको दुईटा अर्थ छ जाति पनि नेपाली भाषा पनि नेपाली अनि त्यसपछि को नेपाली आफ्नो ठाउँमा छ हैन त अनि त्यति बेला चाहिँ नेपाली राष्ट्रभाषा र नेपाली बाहेकका मातृभाषाहरू राष्ट्रिय भाषा भनेको पञ्चायत कालमा त पुराभित्र भाषै बोल्नु पाउँदैन थियो हैन एक भाषा एक भेष भनेको नारै थियो मतलब एउटा मात्रै भाषा बोल्न पाइन्छ त्यो हो नेपाली हो एउटा मात्रै भेष पाइन्छ त्यो दौरासुरुवाल टोपी हो हैन विद्यार्थीहरुले एक जमानामा त शिक्षकहरुले पनि दौरासुरुवाल टोपी लगाउने उर्ती जारी भएको रहेछ अहिले हेर्दाखेरि अहिले लगाउनु भाषा परेको छैन नि त 46 सालले केही पर्दैन त राम्रो कुरा ल्याएको अनि यो त्यसमा के आएको भने मातृभाषामा शिक्षा प्राथमिक तहसम्म मातृभाषामा शिक्षा भन्ने शब्द प्रयोग भएको छ है अब राष्ट्रभाषा राष्ट्रिय भाषा भएकोले भाषामा विभेद भयो भनेर सडकमा आन्दोलन पनि भयो जनजाति महासंघ लगायतले आन्दोलन पनि गर्यो है त्यसको समाधानको उपाय पनि निकाल्यो र अनि मातृभाषामा शिक्षा भन्ने कुरा पनि उठायो मातृभाषामा पढ्न पाउने व्यवस्था त्यो 47 सालको संविधानले नै गरिसकेको थियो तपाईहरुलाई थाहा होला फेरि पनि दोहोर्याएँ मैले मातृभाषामा भनेको माध्यमको शिक्षा हो गणित पनि विज्ञान पनि सामाजिक पनि त्यही भाषामा पढाऊ भन्ने हो र 47 सालको संविधान जारी गयो 35 वर्ष भइसक्यो होला नि त भर्खर तपाईको गाउँपालिकाले पनि पोलिसी बनाउँदै पो रहेछ पढ्न पाइने भनेर त्यसपछि मामुली द्वन्द्व भयो हैन 62 सालको 63 सालको अन्तरिम संविधान आयो 72 को संविधान आएर पनि अहिले 10 वर्ष हुन सक्यो भर्खर हामी सुरु गर्दैछौँ
काठमाडौँ एकजना काभ्रे जिल्लाको बुद्धि तामाङ भन्ने हुनुहुन्छ। उहाँको रमाइलो कुरा के छ भने तपाईँ सुन्तला रोप्नुभयो भने सुन्तला फल्छ हो, मकै रोप्यो भने के हुन्छ, मकै फल्छ। त्यस कारणले नेपालीहरूले समस्या रोप्छन् अनि समस्या फलाउँछ। तपाईँहरूले जति बोल्नुभयो अघि समस्या रोप्नु भएको छ। अब उसको फल पनि समस्या त होला नि, भएन, गरेन, आएन, होइन त, स्कुलको भवन छैन, छैन। अर्को कुरा प्राय सबै शिक्षकहरूले आफ्नो समस्या राख्नुभयो, बालबालिकाको समस्या तपाईँले राख्नै भएन। शिक्षकहरू शिक्षक केन्द्रित बस्छ नि त, 2 जना शिक्षकले मात्रै उठाउनु भयो। त्यसपछि तपाईँले समस्या रोप्ने हो भने समस्या फल्ने हो। रसोको विद्यालय, गाउँपालिका विद्यालय, जति तपाईँले समस्या रोप्ने हो, विद्यालय यस्तो भयो उस्तो भयो उस्तो भएन, यस्तो भएर त्यसले समस्या फल्ने हो। सायद 40 वर्षदेखि रोपेको समस्या त्यही होला, होइन? उसले विद्यार्थीले होइन, विद्यार्थी छैन, के अरे गणितको शिक्षक छैन, अनि के अरे विज्ञानको शिक्षक छैन भन्ने होला। त अहिलेसम्म रसुवाले आफ्नो जिल्लाका शिक्षकहरू तयारी गर्यो त? अघि मैले यसो बुझ्दाखेरि रसुवा गाउँपालिकाले चाहिँ अलिकति स्थानीय कुरा गर्दो रहेछ, बाहिरको शिक्षकले त आफ्नै कुरा मात्रै गर्दो रहेछ। थाहा छैन मिल्यो कि मिलेन है, उसको आफ्नो समस्या छ नि। मैले भने के हो भने 47 को संविधानले मातृभाषामा शिक्षा भनेकोमा पाठ्य पुस्तकले, पाठ्यक्रम विकास केन्द्रले उल्टा बुझ्यो, विषयको शिक्षा भने बुझ्यो, विषय पढाउने, पाठ्य पुस्तक पढाउनु थाल्यो। तपाईँको यो बाबुमा एउटा शेर्पा बच्चा, उसले नेपाली बोल्नै आउँदैन, होइन? त्यो बच्चालाई एउटा विषय शेर्पा भाषाको पढाइले बुझ्छ? उसले गणित बुझ्नु परेन, उसले सामाजिक बुझ्नु परेन, उसले नेपाली पनि बुझ्नु परेन, उसको त गेटैदेखि उसलाई स्वागत गर्नु परेन? यो ग्रेको गाउँपालिका, यो पार्टीको हाम्रो अघि गाउँपालिका गाउँ के अरे गतलाङको तामाङ बच्चालाई तल गेटदेखि नै चुरी चिउ, चुरी पामो भनेर भन्नु परेन? उसले एउटा मात्रै विषय पढाएर बुझ्छ उसले। अनि यो कुरा चाहिँ तपाईँको 63 सालको संविधानले पनि मातृभाषामा शिक्षा भयो। त्यति बेला चाहिँ सबै त्यो भाषा चाहिँ बराबर बनायो भनेकै हो। मा भने चाहिँ माध्यम हुन्छ, को भने विषय हुन्छ है। कतै के को मातृभाषाको शिक्षा भने विषयको शिक्षा हो, अनि मातृभाषा मा भनेको माध्यम हो। अनि माध्यम त अहिले सुरुै गरेन, बिचरा हाम्रो विद्यार्थीहरू बेहाल छन् है। अनि विद्यार्थी आएन मात्रै भन्छ, किन आएन प्रश्न उठ्यो होइन त, किन आएन? मास्टर ताम लोकताम गोसल खासे अब कति निसे है, कसैले बुझ्दैन किन चाहियो त्यो? काठमाडौँमा एउटा साथीको एउटा भतिजो गाउँबाट आएछ, 9 वर्षको बच्चा, अब गाउँमा केही नभएपछि स्कुलमा भर्ना गर्दैछ, बोर्डिङ स्कुलमा। अनि त्यो बोर्डिङमा नर्सरीमा भर्ती भयो, यसो हेऱ्यो उसले त होइन। अनि 6-7 दिनपछि मामासँग कुरा गरेछ, क्याट भ्युम तिला चाहिँ बिस्याम क्याट भ्युमी टावर कसिम भनेर के भन्नु, बुढी कसिम भनेर 7 दिनसम्म उसले टावरलाई, क्याटलाई हेरे बसेछ। उसले हेऱ्यो, मेरो गाउँको बिरालो जस्तै छ, फेरि स्कुलमा त क्याट भन्छ, यसो हेऱ्यो उस्तै छ, त्यही पनि उसले क्याटै भन्छ है। उसले नबोल्थे, अब 6-7 दिनपछि चाहिँ उसले निष्कर्ष निकाले चाहिँ क्याट भनेको टावरै हो, बुढी। यस्तो पढाइले बच्चा किन आउने यहाँ? बरु त्यो बच्चाले दिनभरि होइन श्रम गऱ्यो भने स्वास्थ्य पनि हुन्छ, खेती पनि हुन्छ नि, आमाबाउले सहयोग गर्छ। अरब त जिउँदैछ नि, हुन्छ अरबमा के पढ्नुपर्छ? आउलाई सर्टिफिकेटले अरब पढ्ने हो र होइन होला नि त? तपाईँहरूले पढाउने बेलामा विद्यार्थीमा ध्यान नदिएपछि होइन, विद्यार्थी बुझ्दैन। मातृभाषामा शिक्षा भनेको सरल उपाय केही पनि छैन। मैले हिजो सरसँग भनेको थियो, उसले बच्चाले बुझ्ने गरी पढाओ भन्ने मात्रै हो कि मल्टिलिङ्गुअल एजुकेसन। यो बहुभाषी शिक्षा भनेको केही पनि होइन, बच्चालाई बुझ्ने गरी पढाउने। यहाँ के मान्नु एची एडी हेड भनेर हेड भन्दाखेरि अङ्ग्रेजी पढाइरहँदाखेरि
यसो गर्दाखेरि उसले बुझेन भने यसो गर्दाखेरि पेस्तो पनि बुझ्छ मान्छेले नि त। अनि त्यति बेला टाउको भन्दा केही बिग्रिन्छ, केही जान्छ शिक्षकको। त्यसपछि टाउ पनि भएन बुझेन भनेदेखि क्रा तपाईँ क्रा भन्छ नि, फेरि हाम्रो प्रभुले के भन्छ तपाईँ यहाँ त उल्टा अझ लाग्दो रहेछ। क्रा भन्दा के बिग्रिन्छ हो। मतलब अहिलेको कुरा के हो भने बच्चाले बुझ्ने गरी पढाओ भनेको मात्रै। मल्टिलिङ्गुअल एजुकेसनलाई यो किताब लाग्यो ऊ किताब लाग्यो भनेको पनि छैन, किताबको कुरै गरेको छैन। गणित पढाउँदाखेरि पनि 2 र 2 4 हुन्छ भनेर बच्चाले बुझेन भने नि तेन नि ब्ली तामला भन्दाखेरि के बुझ्छ। तपाईँलाई नेपाली पढाउने होला कि त्यो होइन त, अझ अङ्ग्रेजीमा पढाइदिने होला। अङ्ग्रेजी पढाएर के नै होला जस्तो हुन्छ भने हामीलाई लाग्छ होइन। वास्तवमा कोरियन भाषा एकदम उल्टो नयाँ भाषा नसुनेको के अरे जापानिज भाषा मान्छे त हाम्रै विद्यार्थी त 6 महिनामा काठमाडौँ गएर पढाएर लिपि पनि सिक्दो रहेछ, भाषा पनि सिक्दो रहेछ, जापान गएर पढ्दो रहेछ धुलो। तपाईँको बच्चा नर्सरीदेखि अङ्ग्रेजी पढ्दैमा महिनासम्म पढ्दैमा त्यसले अङ्ग्रेजी बुझ्छ भने के ग्यारेन्टी छ? सेल हो त्यहाँदेखि अङ्ग्रेजी तापाङ आउँछ गोला बोम गोला भयो नि त, कसैलाई खाउँला। त्यसो भएको हुनाले के हो भने बच्चालाई बुझ्ने गरी पढाओ भनेको मात्रै हो कि। नेपालमा तपाईँले कक्षामा जुन बच्चाको भाषा जे छ त्यो मजासँग बच्चाले पढाउन सकिन्छ, केही पनि छैन, समस्या होइन। उसले बुझ्ने गरी पढाओ तपाईँ शिक्षकले भनेको त्यही हो। यदि शिक्षकहरू केही बाहिरबाट आएका छन् भने पनि यही गाउँमा बसेपछि उसले मजासँग एक हप्ता गर्न सकिन्छ। म मल्टिलिङ्गुअल एजुकेसन प्रोग्रामको एज अ नेसनल टेक्निकल एडभाइजर भएर काम गर्दै शिक्षा सरकारको काम गरिरहँदाखेरि म झापामा पुगेको थिएँ है। झापामा हामीले त्यहाँ चाहिँ त्यहाँको सन्थाल भाषा र राजवंशी भाषामा क्लास भइरहेको थियो कि त नेपाली त हुन्छ नै। तब मैले मल्टिलिङ्गुअल भन्दाखेरि तपाईँले दिमागबाट नेपाली माइनस अङ्ग्रेजी माइनस बुझ्ने होइन, मल्टिलिङ्गुअलले सबै भाषालाई प्लस गर्दै लाने हो कि बुझ्दै जाने हो, थप्दै जाने हो भाषा चाहिँ। अनि गएर त्यो क्लास भयो कि मैले यसो हेर्दाखेरि त्यो नर्सरी के भन्नुहोस् यहाँ सरकारी विद्यालयमा बाल शिक्षाको ठुलो हल रहेछ, भित्ताभरि लेखेको रहेछ के थुप्रै आकाश पनि यहाँ पुरा आकाश बनाएको रहेछ, गजबको ठाउँ रहेछ। अनि म यसो कोठामा अब म क्लासको साथीहरू थिएँ, यसो हेरेको मिसले अब नमस्ते गर सरलाई भन्यो, बच्चाहरूले नमस्ते गरेन मलाई। दोस्रो पटक बस्दाखेरि नमस्ते गरेन भनेपछि मिसले के गुनासो गर्नु भने हेर्नुहोस् सर यो बच्चाहरूले नेपाली बुझ्दैन, गुनासो गर्नुभयो मसँग। अब म त फेरि त्यो गुनासो सुन्ने मान्छे थिएन, म त बच्चाको भाषाकै कुरा गर्ने मान्छे थिएँ। अनि मैले भने मिसले भने मिस केही पनि गर्नु पर्दैन, यो बच्चाले बढी जान्ने भनेको तपाईँले 10वटा शब्द हो होइन, आऊ बस किताब खोला पढ हात धु भन्ने त हो 10वटा शब्द हो। त्यो तपाईँले भित्तामा लेखे पनि हुन्छ, आफ्नो डायरीमा नोट गरे पनि मोबाइलमा सधैँ नोट गर्नुहोस् भने। त्यसपछि म आफ्नो काम गर्न लागेँ। अनि 3 महिनापछि हामी त स्कुल भिजिट गर्नुपर्ने थियो, फेरि त्यहाँ गयौँ, हाम्रो भिजिटिङ क्लासहरू भइरहेको थियो, मोनिटरिङ भइरहेको थियो। फेरि त्यहाँबाट एकछिन म त्यो स्कुलमा पहिलाको क्लासमा गएँ। मिसले के भन्नुभयो, सबै बच्चाले मलाई उठेर नमस्ते सर भनेर भन्नुभयो। अनि मैले मिसलाई भने तपाईँले कति छिटो सिक्नुभएको छ मिस भने चाहिँ होइन सर मैले भित्तामा लेखेको चाहिँ ऊ भन्नु, भित्तामा लेखेर पनि हुँदो रहेछ पढाउँदै होइन र। यदि बाहिरबाट आएको तामाङ या अरू गैर तामाङ यहाँ पढिरहेछन् भित्तामै 2-4 शब्दहरू राखेर बच्चालाई होइन चुतिला भन्दा पुगिहाल्दैन नि त। 1-2वटा बच्चालाई केही न केही नेपाली बुझ्छ, उसले साथीले भनिदिन्छ। यही कुरा तपाईँले कक्षा 8-9सम्म जान सकिन्छ। तपाईँ केमा भ्रम नपर्छ भने 2-4 वटा बच्चाले 2-4 नेपाली पढाउँदैमा उसले नेपाली बुझ्छ भनेर नभन्नुहोस्, त्यो बुझेको हुँदैन। तपाईँले मास्टर्स पढ्दासम्म अङ्ग्रेजी पढ्यो भन्दैमा तपाईँ अङ्ग्रेजी राम्रो भाषण दिन सक्छु भन्ने नहुन सक्छ होइन त। साँच्चै एउटा अमेरिकन तपाईँलाई यहाँ टुरिस्ट थुप्रै आउने ठाउँ हो, साँच्चै मास्टर यो टुरिस्ट आएर मास्टर तपाईँले भाषण दिन सक्नुभयो भने तपाईँले नबुझ्ने भने बुझ्छ, तपाईँसँग चाहिँ प्रश्न गर्ने क्षमता हुँदैन भनेको तपाईँसँग त्यो भाषा कमान्ड छैन।
त्यसकारणले त्यो बच्चालाई तपाईँले यहाँको तामाङ बच्चालाई बुझ्ने गरी पढाइदिनुहोस् भन्ने त हो नि। यसलाई हाम्रो साथीहरू आउनु भएको छ, उहाँहरूको प्रयास पनि के विद्यालय व्यवस्थापन सँगसँगै बालबालिकाले आफ्नो मातृभाषामा पढ्नु सक्यो भने, उसले बुझ्यो भने त्यो भाषाको शब्दावली र व्याकरणको आधारमा उसले माथि धेरै भाषा बुझ्न सक्छ। म किताब पढिरहने मान्छे हुँ। किताबको सङ्ख्या म आफैले 70 भन्दा प्लस किताब लेखेको छु म। अहिले पनि मेरो पात्र चाहिँ महिला हुँदैन नेपाली भाषामा, केटी मान्छे हुँदैन। किनकि मलाई के थाहा छैन भने कहाँनिर छे हुन्छ, कहाँबाट छिन हुन्छ। त्यो छे र छिन्ने मलाई बडो गाह्रो हुन्छ। अनि उसको आयो पढेकी छे हुन्छ कि पढेकी छ भन्छ होइन, त्यो कन्फ्युज। त्यस कारणले मैले जहिले पनि टेबलमा नेपाली भाषा ग्रामर टेबल बनाएर राखेर अनि यहाँनिर छे हुन्छ, यहाँबाट छिन हुन्छ, यतापट्टि के हुन्छ भनेर म जस्तो मान्छे होइन, म जो पढेको मान्छे, किताब लेख्ने मान्छेले त नेपाली भाषाको त्यो समस्या छ भने तपाईँको बच्चालाई समस्या हुँदैन होला। फेरि तामाङ भाषा कस्तो भाषा हो भने जेन्डरलेस ल्याङ्ग्वेज। तपाईँलाई भनिदिउँ तामाङ भाषाको, तामाङ भाषामा ऊ छैन, जेन्डर के अरे महिला पुरुष भन्ने छैन, लिङ्ग छैन, पुल्लिङ्ग सुन छैन। जा खाजी जामे खाजी, त्यही हो नि। यहाँ पनि छोरा आयो, छोरी पनि आयो, सबै आयो हाम्रो लागि। जा जुगु, त्यो जुगु पनि दुगु भन्छ धेरैलाई, जा तुगु भन्छ होला नि। जा जुगु खाजी जामे दुगु खाजी, धेरै आयो पनि खाजी, थोरै आयो पनि खाजी। त्यहाँ त बहुवचन पनि छैन। थोरै याद गर्नुभएको छ आफ्नो भाषाको। अनि फर्स्ट पर्सन उहाँ खाजी, सेकेन्ड पर्सन ए खाजी, अनि थर्ड पर्सन थे खाजी, सबै खाजी छ यहाँ। पर्सन पनि छैन। नेपालीमा त म आएँ, हामी आयौँ, उनीहरू आए होइन, तिमी आयौ, यो सबै खालको सिस्टम जो छ नि तामाङसँग छैन। अनि तामाङ के भन्छ त, मास्टर तुरी चुप भन्छ है, अनि मास्टर रिस उठ्छ मलाई होइन, यसै हेर्नु उसको भाषामा छँदै छैन किन त्यही हो। अङ्ग्रेजीले सबैले यु भन्दा मिल्ने, तामाङले ए भन्दा नमिल्ने फेरि सिधा सरहरूलाई फेरि भाषाको आफ्नो विशेषता हुन्छ है। अनि तामाङ ग्रामरको बारेमा अलिकति ज्ञान दिँदाखेरि के बिग्रिन्थ्यो होला, यदि राम्रोसँग नेपाली नबुझ्ने विद्यार्थीलाई तामाङ भाषाको यस्तो हुन्छ, नेपालीको यस्तो हुन्छ। बहुभाषा शिक्षा भने त्यही हो, तामाङमा यस्तो भनिन्छ, नेपालीमा यस्तो भनिन्छ। तर अङ्ग्रेजी पनि यसो भन्छ, अङ्ग्रेजी पनि इजेएमआर मात्रै हुन्छ, त्यहाँको जेन्डर हुँदैन भन्दै मिल्छ। वास्तवमा अङ्ग्रेजीमा जेन्डरै छैन, सर्वनाम सी मात्रै हो होइन त। सी भन्दा बाहेक तपाईँलाई सी निकालिदियो भने जेन्डर कहाँ छ त्यहाँ, कहीँ देखिन्छ। अङ्ग्रेजीमा नेपालीमा कहाँ देखिन्छ भने त्यहाँ काके कि रा होइन, उसको कि हुनु पर्यो या क्रियामा देखिनु पर्यो। अङ्ग्रेजीमा त्यो देखिँदैन। वास्तवमा अङ्ग्रेजी पनि जेन्डरलेस ल्याङ्ग्वेज छ। वास्तवमा नेपाली पनि नेपाली व्याकरण पढ्यो भने त वास्तवमा नेपाली पनि त्यहाँ फेमिनिन जेन्डर मात्रै छ नेपाली डिक्सनरी ग्रामरमा, पुल्लिङ्ग भन्ने छैन। म प्रुफ गरिदिउँ। राम आयो हो, कुकुर आयो हो, महिला आई हो। राम र कुकुर त एउटा रहेछ त, दुईटीमा आयो भन्दो रहेछ। कहाँको जेन्डर छ त्यहाँ? महिला जेन्डर छ अनि महिला माइनस त हो नि होइन, फेमिनिन जेन्डर अनि फेमिनिन माइनस पढायो हुने। तपाईँहरूलाई फेरि के पढायो होला भनेदेखि पुल्लिङ्ग पढायो होला, स्त्रीलिङ्ग होला, फेरि नपुंसकलिङ्ग भने पनि होला, उभयलिङ्ग भने पनि होला। फेरि कतैतिर हुँदा एउटा विद्यार्थीले सोद्धाखेरि कति किसिमको लिङ्ग हुन्छ भन्दाखेरि 2-3 हुँदै एकजनाले 4 लिङ्ग हुन्छ भने के लिङ्ग? पुल्लिङ्ग, स्त्रीलिङ्ग, उभयलिङ्ग होइन, अनि नपुंसकलिङ्ग भनेछ। चौथोले कहाँ हुन्छ? 5वटा लिङ्ग छ नि भनेर फेरि के हुन्छ लु पर भन्दै अन्तमा दार्जिलिङ भनेछ भनेको। अब जोड्ने त उसले बुझ्यो, जोड्दो रहेछ त हो। त्यस कारणले हाम्रो पढाउने सिस्टम के हो भने हामीले नेपाली पढाउँदाखेरि पनि वास्तवमा भाषामा त क्रिया हो। मेरो विद्यार्थीहरू 30वटा शब्द बोकेर तामाङ भाषा सिकेर
12 दिनमा तामाङ सिकेर तामाङ भाषा मजाले टाइप गरिरहेको हुन्छ, फेसबुक लेखिरहेको हुन्छ। अङ्ग्रेजी पनि हामीलाई विचारमा राम्रोसँग पढाउने भने 30 वटा कक्षामा मजाले अङ्ग्रेजी लेख्न सक्ने क्षमता बनाउन सकिन्छ। तर हामीलाई त कुनै यति ठुलो भारी बनाइदिएको छ कि त्यहाँ के भनेर। मैले भनेको कुरा के हो भने सिम्पल, बच्चालाई बुझ्ने गरी पढाइदिनुहोस्। यदि नेपाली पनि उसले किताबमा भएको नेपाली बुझेन भने स्थानीय नेपाली भनिदिनुहोस् तपाईँले। अब सुदूरपश्चिमको काल देखेर अघि सुदूरपश्चिमको नेपालीहरूले अहिले हामीले बोलाउने नेपाली बुझ्दैन, ऊ पनि नेपाली नै भन्छ, तर उसको लागि लोकल नेपाली चाहियो। त्यस कारण तपाईँहरूले पोलिसी त बनाउनु सरलले बच्चालाई, त्यस कारण बच्चाले बुझ्न थाल्यो भने क्लास छोड्दैन भन्ने मेरो तर्क चाहिँ हो। तर बच्चाले बुझ्ने गरी पढाउनु भएन भने जसुकै तपाईँले आकर्षण गरे पनि हुँदैन। अब तपाईँहरूको उठाएको थियो प्रश्नहरू, अघि उठाएको कुरा तपाईँले उठाउनु कुरा त्यही थियो होइन, राम्रै थियो कि के भने त्यस्तो केही नोट देखेन। एकजना साथीले मैले प्रश्न बुझेन, देवनागरी कि सम्बोटा भन्ने कुरा उठाउनु, तपाईँले उठाउनु भएको प्रश्न चाहिँ बुझेन मैले। त्यो यस्तो हो सर, अब सम्बोटामा अहिले सम्बोटा भाषा लिपिबाट चाहिँ उ गर्दाखेरि चाहिँ अब क ख त्यो 30 वटा बुझेको छ व्यञ्जन वर्ण। सम्बोटा र देवनागरी के तपाईँ फरक के भयो, तपाईँहरू समस्या के भयो? सम्बोटामा र देवनागरीमा यस्तो छ, अब तपाईँको देवनागरीबाट नेपालीबाट देवनागरीबाट उ गर्दाखेरि बुझ्नु चाहिँ बुझ्ने, त्यहाँ विभिन्न भाषाहरू, त्यहाँ नेपाली त्यो तामाङ भाषाको चाहिँ व्याकरणहरू पूर्ण रूपमा त छैन नि। त्यसले गर्दाखेरि अब त्यो व्याकरण खोजेर त्यो उ गर्दाखेरि देवनागरीबाट अलिक अप्ठ्यारै हुने। त्यो अप्ठ्यारोको माथि फेरि तपाईँको सम्बोटाबाट गर्दाखेरि पनि हामीले एकचोटि एउटा अब म तपाईँले क्लियर गरेँ, लिपि भनेको लिपि हो, लेखे चिन्ह मात्रै हो, त्यो भाषा होइन, त्यो व्याकरण होइन। क्लियर हुने त हामी सबैले, हामी रोमन पढे पनि, देवनागरी पढे पनि, सम्बोटा जे पढे पनि लिपि भनेको तपाईँको शब्द व्यक्त गर्ने चिन्ह हो, लेखे चिन्ह लिपि भनेको हो। त्यस कारणले तामाङ भाषा सम्बोटामा लेख्न सकिन्छ, देवनागरीमा लेख्न सकिन्छ, रोमनमा लेख्न सकिन्छ। तपाईँहरू आफूले पनि साथीहरूले त्यसरी गर्दाखेरि त रोमनमा गरे होला नि। कुनैमा क ख अनि ग अनि एउटा कुनैमा घ झुन्डाको हुन्छ सर। मेरो प्रश्न है, लिपि भनेको लेखे चिन्ह मात्रै हो है। अब भाषा चाहिँ तामाङ भाषा हो, तामाङ भाषाको आफ्नो सिस्टम छ। तामाङ भाषा सम्बोटासँग नि मिल्दैन, तिब्बतसँग मिल्दैन, तामाङ भाषा नेपालीसँग मिल्दैन, अङ्ग्रेजीसँग मिल्दैन। यो फरक भाषा, उसको अघिदेखि ग्रामरमा पनि फरक छ। अब त्यसलाई कसरी लेख्ने भन्दाखेरि कसैले रोमनको प्रयोग गर्यो पहिला एबिसिडी भनेर है। अहिले पनि तपाईँहरूले साथीहरूले फेसबुकदेखि एबिसिडीमा लेख्थ्यो होला, उहाँ दिम्नीजी उहाँ दिम्रीमुला भनेर लेख्थ्यो होला अङ्ग्रेजीमै होइन। कसैले त्यो देवनागरीमा सुरु गर्यो, कसैले सम्बोटामा सुरु गर्यो। अब तपाईँको यहाँ गाउँपालिकाले सम्बोटामा सुरु गर्दाखेरि आपत्ति केही होइन, बिग्रेको केही होइन। फेरि सम्बोटाको ठुलो संसार छ, होल तिब्बतमा, तिब्बती सिस्टममा, होल हिमाली बेल्टमा यो लिपिको प्रयोग हुन्छ होइन। त्यस कारणले यहाँको तामाङ विद्यार्थीहरूले सम्बोटा सिकेर खासै हानि हुँदैन। मात्र के हो भने त्यसले हाम्रो जिब्रोलाई, उच्चारणलाई प्रतिनिधित्व गर्ने सगरी लेखोस् भन्ने मात्रै हो होइन। अब रह्यो बच्चा क्या कक्षा 4 देखि जो तपाईँले सुरु गर्नुभयो भने हो, त्यो चाहिँ राम्रो कुरा हो। किनकि कक्षा 1 मा देवनागरीको 70 भन्दा बढी वर्ण छ। 70 कसरी हुन्छ, 36 वटा भन्नु न, भन्नु न तपाईँले होइन। त्यसलाई जोड्ने, आदि गर्ने, खुट्टा काट्ने, ध्या गर्ने गर्दाखेरि त्यो 70-72 वटा पुग्छ। त्यो एउटा सिक्नु पर्छ उसलाई कक्षा 1 मै। अङ्ग्रेजीको 36-26 वटा पनि सिक्नु परेको छ। त्यति बेला फेरि सम्बोटा पनि त्यो